दोस्रो दिनको बिहान ब्रेकफास्ट सकेपछि हाम्रो यात्रा सुरु हुन्छ लक्जमबर्गबाट जर्मनीको लागि। आजको हाम्रो पहिलो डेस्टिनेसन रहेको छ जर्मनीको दक्षिण भागमा अवस्थित सानो अनि पुरानो र ऐतिहासिक सहर ट्रियर, जुन सहरमा कार्ल मार्क्सको जन्म भएको थियो। यो पछाडि देखिएको घर कार्ल मार्क्सको जन्मघर रहेछ। यसपछि हामी यो सानो सहरको ऐतिहासिक दृश्य अवलोकनको लागि निस्किन्छौँ। यो सानो सहर पुरानो भएकोले यहाँका हरेक कुराहरू ऐतिहासिक देखिन्थे। यो सानो बजारको स्क्वायर अनि यो पुरानो BMW कार 1960 मा बनेको रहेछ, 2 सिटर कार। त्यसै गरेर यो पुरानो चर्च राम्रो आर्किटेक्चरको उदाहरण पनि रहेछ। एउटा गेट। करिब 1 घन्टा जति यो सहरमा बिताएपछि हामी निस्कन्छौँ अर्को डेस्टिनेसनको लागि। यस पछाडिको हाम्रो डेस्टिनेसन थियो जर्मनीकै अर्को सानो तर अत्यन्तै सुन्दर सहर कोब्लेन। बाटोको सुन्दर दृश्यहरू हेर्दै हामी कोब्लेनको लागि निस्किन्छौँ। युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र अनि विश्वको तेस्रो अर्थतन्त्र मानिने जर्मनी अत्यन्तै सुन्दर रहेछ। कोब्लेन पुगेर हामीले आजको लन्च गऱ्यौँ। यहाँ लन्च गरिसकेपछि यहाँ अवस्थित केबल कारमा चढेर हामी यहाँको खोलाको पारिपट्टि गएर दृश्य अवलोकन गर्ने मौका मिल्यो। पारिपट्टिको डाँडामा एउटा सुन्दर किल्ला पनि रहेछ, पुरानो किल्ला। यो किल्लाको वरिपरि डाँडाबाट लिएको यो दृश्य अत्यन्तै मनोरम सुन्दर देखिन्छ। खोलाको किनारमा अवस्थित यो सहर 2 खोलाको सङ्गम पनि रहेछ। खोलाको सहरमा अवस्थित यो सुन्दर स्ट्याचु अनि यहाँको मनोरम दृश्य हेरिसकेपछि हामी करिब 3 घन्टा यो सहरमा बिताएर फेरि निस्कन्छौँ अर्को गन्तव्यको लागि। यस पछाडिको हाम्रो गन्तव्य थियो जर्मनीकै अर्को सहर फ्राङ्कफर्ट। फ्राङ्कफर्ट आइपुग्दा करिब साँझ परिसकेको थियो। यो नै आजको हाम्रो अन्तिम गन्तव्य थियो। यहाँको सुन्दर दृश्य, ऐतिहासिक दृश्यहरू हेरेर